फाइनली आज मैले के घर के डेरा 2 मुभी हेरेँ। घरमा बुवाको हेल्थ इस्युजहरू थियो, त्यही भएर शुक्रबार हेर्न पाइनँ। सो या फिल्म कस्तो छ त के घर के डेरा 2? अब सिधा भन्नुपर्दा के घर के डेरा 2 मुभी एउटा सन्तोषजनक भावनात्मक मुभी हो। यो फिल्म हेरिसकेपछि महसुस भयो कि यो फिल्मले पशुपति प्रसादको जुन फर्स्ट पार्ट छ त्यस्तै बनाउने कोसिस गरिएको छ। मैले यहाँ पशुपति प्रसाद मुभीसँग कम्पेरिजन गरेको छैन, जस्ट त्यही टाइपको मुभी चाहिँ फिल्म मेकर्सहरूले बनाउन खोजेका छन् भन्ने कुरा मात्रै भनेको हो। मैले सुरुमै भनिसकेको छु नि कि यो मुभी एउटा भावनात्मक मुभी हो, अर्थात् इमोसनल मुभी। कतिपय ठाउँमा त इमोसनल सिन्सहरूले मजाले काम गर्छ र कति ठाउँमा गर्दैनन् पनि। पुरै फिल्मभरि ब्याकग्राउन्डमा इमोसनल म्युजिक बजिरहन्छ र क्यारेक्टर्सहरूको फेसमा एक प्रकारको स्याडनेस र उदासी भइरहन्छ। खगेन्द्र लामिछानेको क्यारेक्टर मात्र अलिअलि हाँसेको पाउनुहुन्छ, बाँकी सबै क्यारेक्टरहरू फुल स्याड मोडमा। यो सब कुराले यो मुभीले स्लो पेस्टमा हेराउँछ है, लाइक भाग भागमा हेराउँछ। एक त मुभी मल्टी स्टारर मुभी हो, सबैको लाइफमा के चलिरहेको छ, प्रब्लम्सहरू के छन्, यो सबै कुरा डिफ्रेन्ट भाग भागमा हेर्न मिल्छ। यसलाई पछि गएर डाइरेक्टर दिपेन्द्र के खनाल र राइटर बुद्धि सागरले एकदम मजाले एकै ठाउँमा गएर जोडेका छन्। अब मेरो पर्सनल कुरा है, मुभी एउटा भावनात्मक अर्थात् इमोसनल मुभी हो, जुन अघि पनि मैले भनिसके। अब यहाँ चाहिँ पशुपति प्रसाद फर्स्ट पार्ट र पूर्ण बहादुरको सारङ्गी मुभीको उदाहरणहरू लिनुभयो भने त्यहाँ चाहिँ तपाईले इमोसनमा एउटा नेचुरलपन फिल हुन्छ, एउटा डेभलपमेन्ट छ इमोसन्समा। तर यो मुभी के घर के डेरा 2 मा सुरुवातदेखि नै क्यारेक्टरहरू उदास छन् र यो उदासीपनलाई यो मुभीले एकदम स्लो पेस्टमा हेराउँछ है। र यो उदासीपन तपाईले पुरै फिल्मभरि 2 घण्टासम्म हेर्न पाउनुहुन्छ, त्यो पनि स्लो पेस्टमा। त्यसैले केही ठाउँमा मुभी हल्का बोरिङ फिल हुँदै थियो र मलाई चाहिँ त्यो हुन्छ नि एउटा तगडा तरिकाले जुन इमोसन्स फिल हुनुपर्ने हो त्यो चाहिँ भएन। फिल्मका राइटरले सबै क्यारेक्टरको स्टोरीलाई एक आपसमा मजाले जोडेका छन्। एउटा क्यारेक्टरले गरेको काम चाहे जानेर या अनजानेमा जुन गरेको काम हुन्छ त्यसले अरू क्यारेक्टरको लाइफमा जुन इम्प्याक्ट पार्छ एकदमै रमाइलो लाग्छ है हेर्नलाई, स्पेशली सेकेन्ड हाफमा। र त्यसमा पनि निश्चल बस्नेतवाला पार्ट है, लाइक एकदम रमाइलो छ, हाँस्नु पनि हुन्छ। मतलब सानो ट्विस्ट तरिकाले हेराइएको छ जुन रमाइलो छ। मुभीको स्टोरी अहिलेको कलियुगको भगवान पैसाको बारेमा हो, फ्यामिलीका बारेमा हो र घरको इम्पोर्टेन्सको बारेमा हो। अर्थात् कोहीसँग पैसा छ तर फ्यामिली छैन, कोहीसँग फ्यामिली छैन तर पैसा छ, कोहीसँग फ्यामिली पनि छ घर पनि छ तर पैसा छैन। मतलब सबै क्यारेक्टरको आफ्नो लाइफको स्ट्रगल। झन् यदि लाइफमा पैसाको कमी छ, ऋण छ, कसैलाई लाइक पैसा दिनुपर्ने छ, या तपाईसँग पैसा छ तर लाइफमा एक्लो फिल गर्दै हुनुहुन्छ भने यो मुभीसँग मजाले रिलेट गर्नुहुन्छ। यो मुभीका डाइरेक्टर र राइटरले यो मुभीको स्टोरीलाई एउटा पोइन्ट अफ भ्यूबाट मात्रै हेरेका छैनन्, मतलब सबै पोइन्ट अफ भ्यूको एउटा बन्च बनाएर तपाईँको अगाडि प्रेजेन्ट गरेका छन्। बाँकी सबै एक्टर र एक्ट्रेसेसको पर्फर्मेन्स एकदमै राम्रो छ। खगेन्द्र लामिछाने साइन गर्छन् मुभीमा, र अझै एकजना एक्टरको लाइक तारिफ त गर्नै पर्छ। भिलेनको रूपमा हुन्छन्, थोरै नै स्क्रिन टाइम छ, लाइक मेन भिलेन भनौँ न, गेको रूपमा हुन्छन् है। लाइक स्क्रिन प्रेजेन्स एकदमै दामी छ र जसरी डायलग कन्भे गर्छन् एकदमै राम्रो छ है। अब इमान्दारीको साथ भन्नुपर्दा मुभीको स्क्रिन प्ले स्लो छ। मुभीका क्यारेक्टर्सहरू उदासीपन स्याडनेसले भरिएका छन्। इमोसनल मुभी हो र स्लो पेस छ है। र हाम्रो लाइक थिएटरमा गएर यस्तो खालको मुभी हेर्ने बानी एकदमै कम छ। एकदमै धैर्यता चाहिन्छ यो मुभी हेर्दाखेरि, र झ्याउ पनि लाग्न सक्ला है। पुरै फिल्मभरि झ्याउ लाग्दैन, जस्ट कतै कतै तपाईँलाई बोरिङ फिल, अलिकति कनेक्सन लुज भएको झ्याउ टाइपको लाग्न सक्छ कतै कतै। अब मेरो सजेसनको कुरा गर्नुभयो भने एउटा फ्यामिली मुभी हो है, मतलब वान टाइम वाचेबल चाहिँ छ, तर यो प्यासेन्स धैर्यताको साथ हेर्न जानु होला। बाँकी तपाईँहरू भन्नुहोस्, यदि तपाईँले के घर के डेरा 2 मुभी हेरिसक्नु भएको छ भने कस्तो लागेछ, आफ्नो प्रतिक्रिया तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल र हेर्दै गर्नुहोस् टाढी टक्स। मायाले बोलायो मलाई, मायाले बोलायो।